के तपाईँको गाउँ बाढी र पहिरोको उच्च जोखिममा छ? हेर्नुहोस् 2082 को मनसुन पूर्वानुमान। जल तथा मौसम विज्ञान विभाग 2025 मा प्रकाशित आर्टिकल अनुसार भूगोल, अस्थिर पहाड र कमजोर पूर्व तयारीले गर्दा हरेक वर्ष मनसुन सिजनको डर बेग्लै हुन्छ। यो वर्ष 2082 मनसुन 2 हप्ता अघि नै जेठ 17 गतेदेखि सुरु भइसकेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा 55% भन्दा बढी सम्भावनाका साथ भारी वर्षा हुने अनुमान गरिएको छ। तापक्रम पनि 0.5 देखि 2 डिग्री सेल्सियसले बढ्नेछ। पछिल्ला घटनाक्रम 79-82 लाई हेर्दा अहिले पनि हामीलाई त्रास दिलाउँछन्। रिपब्लिका जुन 2025 अनुसार कोशी प्रदेशमा ताप्लेजुङ, सङ्खुवासभा, 5 थर क्षेत्रमा बाढी र पहिरोले 3 जनाको मृत्यु, 30 जना बेपत्ता। गोरखापत्र दिल्ली जुन 2025 अनुसार पहिरोबाट बनेको ड्याम फुटेर मेलम्ची नदीमा बाढी, 6 जनाको मृत्यु, 10 जना विस्थापित। र काठमाडौँ असोज 10-2081 मा 24 घण्टामा 322 मिलिमिटर वर्षा, सन् 1917 यताकै उच्चतम र 125+ जनाको मृत्यु, 21 जिल्ला प्रभावित। यी सबै घटनाले के देखाउँछ? हामी अझै तयारी छैनौँ।